मोहे मारे नजरिया सबरिया। उसले बिचैमा कुरा काटी, सोझो भन्नुहोस् न, त्यो त प्रेम हो। प्रेम प्रेम पनि कुनै बाध्यता होइन। प्रेममा गएर पिल्सिनै पर्छ, यो पनि कुनै अनिवार्य छैन। एक्लो बाँच्न सकिन्छ, एक्लो। तपाईको फुलले त्यो कहाँ सिकाएको थियो त? आफू एक्लो बाँच्ने र भेटेकालाई मार्ने पो भनेको होइन? मैले प्रश्न गरेँ। उसले त्यही बुलेट पड्केको जस्तो आवाजमा भनी, हो त्यो फुलको कुरा भयो, तर मर्न आउने मर्छन्, मेरो भन्नु केही छैन। गर्मी भयो, भित्र हिँड्नुहोस्। दोस्रो पल्ट सर्लक्क उभिएको शरीरमाथि राखिएको एउटा सुनौलो टाउको पछि लागेर म त्यस घरको मूल ढोकाबाट फेरि त्यही बैठकमा गएँ। ऊ मलाई त्यहीँ पर्खाएर गइहाली। आफै सम्झन थाले, कस्ती निस्सार स्वास्नी मान्छे छ यो। यसको रगतमा मानव विरोधी तत्त्व बहन्छ क्यार। तर होइन, उसको दाइलाई ऊ माया गर्छ, त्यसैले शिवराज उसलाई अरूलाई हेरी बढ्ता माया गर्छ। सकम्बरी के जीवनहीन प्रेमहीन होली त? ऊ जस्ती होस्, मेरो के लाग्छ? मैले पनि 45 वर्षको उमेरसम्म कुन स्वास्नी मान्छेलाई प्रेम गरेर? म प्रशस्त बुढो भइसकेँ। मलाई प्रेम र स्वास्नी मान्छेसँग के चासो, के स्वार्थ? एकछिनपछि ऊ ढोकाबाट कराउँदै आई, तपाईलाई सायद फूलको शोक छैन। उसले हातमा अर्को चुरोट लिएकी थिए। एउटा सिपाही र फूल, कस्तो अमिल्दो कुरा। आफ्नो हाँसोको सीमा मोहडा उज्यालो पार्दै ऊ लगत्तै गई। मैले थाहा पाएँ ऊ हाँसेर गई, तर कस्ती रहेछ, प्याच्चै सिपाही भनिदिए। शिवराजले मेरो सब कुरा यसलाई भन्दो रहेछ। गजबको मान्छे। मैले पहिलो दिनै सम्झेको थिएँ, यसलाई सम्झन एउटा छुट्टै कोठा चाहिन्छ, छुट्टै एकान्त चाहिन्छ, अवश्य चाहिन्छ। तर जे होस्, यसको धारणा स्वास्नी मान्छेमा लागू हुन सक्दैन। ऊ आफैले पनि हुन सक्दैन। स्वास्नी मान्छे नै हो, फूल फूलै हो। म बुढो सिपाही, मलाई फूलको शौक छैन। तथापि स्वास्नी मान्छे, मेरो मस्तिष्क दुखेर आयो। मैले फूलदानमा भरिएका ताजा नीला फूलहरू खेलाएर आफैलाई बिर्सन खोजेँ। तर यहाँ पनि स्वास्नी मान्छे, यहाँ त झन् मुजुरा भन्ने स्वास्नी मान्छे छ, एउटी राम्री स्वास्नी मान्छे। भाग्यवश छिँडीबाटै बरीको नाउँ लिँदै शिवराजी पस्यो। मैले केही छुटकारा अनुभव गरेँ। मलाई देख्न साथ उसले भन्यो, बरीले तलै भनी, धन्दा नमान्नुहोस्, यसलाई आफ्नै घर सम्झनु भए हुन्छ। मैले खल्तीबाट एउटी स्वास्नी मान्छेको नहेरिएको तस्बिर झिक्दै भने, तपाईले यो तस्बिर हिजो मेरो डेरामा छोड्नु भएछ, म त्यही दिन भनी आएको, लिनुहोस्। उसले तर्सँदै भन्यो, अरे म कस्तो लवस्तर हो, अरू ठाउँमा छुटेको भए। सकम्बरीको तस्बिरलाई मायालु आँखाले हेर्दै उसले आफ्नो वालेट अघिल्तिर राख्यो। मेरो खल्तीबाट एउटा समस्या भाग्यो, एउटा मानव विरोधी तत्त्व भाग्यो, धृष्टता भाग्यो। बाहिरबाट आएको कचिङ्गले हामी दुवैजना एकाग्र हुन सकेका थिएनौं। ऊ त सधैँको अभ्यस्त मान्छे, मलाई चाहिँ अनौठो लागिरहेको थियो। तिमी अलिक मधुरो स्वरले बोल्न सक्दैनौ बरी? एउटा बुढौली लागेको आवाज आउँछ। कति चुरोट खानुपर्छ बरी तिमीलाई? अर्को मसिनो लज्जालु आवाज आउँछ, बरी दिजु लाउरीहरूले गाउने गीत गाउनुहोस् न। अनि एउटा फुक्का खित्का छुट्छ। मैले कुरा टाल्नलाई साथीसँग सोधेँ, यहाँ सधैँ तपाईँ ताजा फूल राख्नुहुन्छ नि शिवराजजी? तर मैले कुरा धुत्ने उद्देश्यले भनेको होइन। उसले हाँस्दै उत्तर दियो, बरीले भरिदिन्छ सधैँ। मुजुरालाई यी सबको चाख छैन। मेरी कान्छी बहिनीसँग मेरो भेट नै हुँदैन। म उठ्दा ऊ पढ्न गइसकेकी हुन्छे, म फर्कँदा ऊ खाएर सुतिसकेकी हुन्छे। कुरा टुङ्गिन पाउँदैन। ढोकामा चिच्याएर देखा परी उही बरी, शिव तपाईलाई भान्सा गर्नु पर्दैन? आज हिँड्नु सुयोगजी, तपाईँ पनि भान्सामा जाउँ। मैले लाज मान्दै भने, होइन म डेरामा खाइहाल्छु नि। डेरामा कसले पकाइदिन्छ तपाईलाई? भान्से राख्नु भएको होला, मिठो लाग्छ के? बिहा गर्नुस्, अब बुढो भइसक्नु भयो। बरीका यी वाक्यहरूले एक क्षण त मलाई व्याकुल बनायो। सम्झे जथाभावी बोल्छे, कति पनि लाज मान्दिन। साँच्चै कस्ती मापाकी छे यो स्वास्नी मान्छे। कति सहजैसँग घरि सिपाही भन्छे, घरि बुढो मान्छे भन्छे। यसलाई आफ्नो दाइको अलिक लाज पनि लाग्दैन क्यार। म बिदा लिएर छिटो छिटो डेरातर्फ आएँ। बाटामा मलाई एउटै घाउले पिरोलिरह्यो। म बुढो भएछु मात्र होइन, बुढो देखिएछु। तर टाउकोले टेकेर स्वीकार गर्नु परेको थियो त्यस सत्यलाई। बुढो त म निश्चय नै भएको हो। कसो गर्ने? तन्देरी देखिनलाई र केही पाउनलाई मेरो जीवनले पनि लोभ गर्ने हो र? मसँग छ नै के र? म त रित्तिसकेको एउटा भाँडो, एउटा निस्सारता हुँ। आफैलाई सान्त्वना दिएर पनि मैले कति चित्त बुझाउन सकिनँ। दिनभरि मनमा अशान्ति भइरह्यो।
त्यसपछि निकै दिन बित्यो। मैले बारमा जान छोडेँ। शिवराज पनि म कहाँ आउँदै आएन। त्यस घरमा तेस्रो पटक जाने आँट मैले गरिन। बरी एउटा ढङ्गले बोल्न जान्दिन, त्यहाँ किन जाने सित्तै? न सम्मान, न शिष्टाचार, न माया। उससँग भेट भएको दोस्रो पटकमै ऊ त्यस्ती, तेस्रो चौथो भेटमा अझ कस्ती होली। के भन्छे के भन्दिन, कति लाज पार्ने हुन्। केही हुँदैन रे मलाई, आत्मग्लानि त हुन्छ। साँझ सधैँ झ्यालबाट पेटी उताको चल्ती पसललाई हेरेर चित्त बुझाउँथे। यसभन्दा अर्को साधन नै मेरो थिएन। पसल हेर्दै विचार गर्थे। साँझको रमझम छिचोलेर पसलले साउ सधैँ घण्टा 2 घण्टाको निम्ति कतै जान्छ। त्यसपछि सधैँ पसलनी र एउटा 16 वर्षे सोडा पानी बेच्ने छिटोको प्रेम कथा सुरु हुन्छ। त्यही लेखिन्छ त्यो कथा, त्यही अव्यक्त र असीम भनिदो सन्तोषको सीमामा पुगेर मेटिन्छ। पसलनी विश्वासी छे ठिटोको निम्ति र ठिटो प्रेम गर्छ पसलनीलाई। अति चर्को प्रेम, कुन्नी के लोभमा, कुन्नी के प्रेरणामा। यो पनि त जीवन हो, यो पनि त प्रेम हो। सुन्दथे पसलनीका दुईटै फोक्सामा छेरोगका ठुल्ठुला खोपिल्टा परिसकेका छन्। मेरो भान्से केटो त्यहाँ सामान किन्न घिनाउँछ। अब हद्द बाँचे ऊ 2 वर्ष बाँच्ली। ऊ सबै भन्छ। कति अज्ञानी छे पसलनी, आफैप्रति र कति सुखी पनि छ। उसले पनि आफूसँग एउटा जीवघाती तन्तु राखिदिए हुने, तर होइन, उसँग छ के? त्यो ठिटोलाई उसले आफ्नो छातीको सबै कीटाणु नासो दिएर मर्दिन त? अवश्य यही हुन्छ। यस्तै त हो नि मानिसको प्रेम, जो कुनै पनि ठाउँमा आफ्नो अस्तित्वलाई कायम राख्छ। मानिसहरू निस्सार प्रेममा र प्रेम निस्सार मानिसहरूमा सँगै सधैँ अगालिएर हिँडेका छन्। खोक्रो फोक्सोमा सास फेरुन्ज्याल त्यो ठिटोसँगै पसलनी प्रेम गर्छे। सायद मासुको तिर्खा मेट्छे र त्यो ठिटो पसलनीलाई त्यस्तै सजिलो वातावरणमा पाउन्ज्याल प्रेम गर्छ। कुन्नी आफ्नो कुन तिर्खा मेट्छ। पसलको भित्री भागमा अँध्यारो पारेर पसलनीलाई अँगालो हाल्दैमा ठिटोको प्रेम सीमित हुन्छ। के अर्थ छ त्यस प्रेमको? के मूल्य छ त्यस प्रेमको? यति विचार गर्दा गर्दै म भौतारिएर कहाँ पुग्छु, विचलित हुन्छु। मैले कसैसित प्रेम नै गरिन, तर मैले स्वास्नी मान्छेलाई छोएको छु। क्रमशः मेरो अनुहारमा म विकार अनुभव गर्छु र आफैलाई टोलाउन फेरि त्यो शिरीषको घारीभित्र लुकेको घर सम्झन्छु। हो, म बुढो भइसकेँ। ममा त्यो ठिटोको जस्तो ताउ आउँदैन। मलाई प्रेमको मूल्य खोज्नु छैन। अब त शिरीषका नीला फूलहरू पनि केही बेरङ्गी हुन थालिसके होलान्। आफ्नो रुखसँगको म्याद सिद्ध्याएर मोहलाई करवलले हटाएर झार्न थालिसके होलान्। आफै आफ्नै इच्छाले। कत्रो भिन्नता छ सकम्बरी र पसलनीमा। दुवै कस्तरी विपरीत दौडेका छन्। के हो र सकम्बरी? दजाएर हेरे पसलनीले माथ गरिदिन्छ बरीलाई। सड़कमा साइकलको घण्टी बजेको सुनेर झस्कँदै मैले हेरेँ। शिवराज आएको थियो। एक किसिमले मलाई खुशी पनि लाग्यो। ढोकाबाटै ऊ गुनासो गर्दै पस्यो। तपाईँ कस्तो बेपत्ता हुनुभएको? मैले फुर्सद पाइन रे। तपाईँको के काम? माया मार्न लाग्नुभयो जस्तो छ। कुन्नी शिवराज किन मसँग साह्रै आत्मीय हुन चाहन्छ? शंका लाग्थ्यो। उसको पनि बिहे गरिदिनुपर्ने 3 जना बहिनीहरू छन्। तर शंका पनि कति व्यङ्ग्यात्मक। उसको त्यस्ता लहलहाउँदा सुकुमारी बहिनीहरू कसमा के खोट छ र? मैले खुशी व्यक्त गर्दै भने, यता केही सन्चो नभएर नत्र आइहाल्थे नि। उसले विश्वास गरेन। मलाई हेरेर मेरो बिसन्चो हुनुलाई पत्याएन। उसले भन्यो, दुब्राउनु भएको छैन नि? औषधि खाना छोड्नु भयो कि कसो? किन छाड्थे? खानालाई जहाँ पनि त भइहाल्छ नि। यो युग नै अल्कोहलको, यसदेखि टाढा कहाँ जानु छ र? त्यसपछि शिवराजलाई बोल्ने फुर्सद भएन। धेरै दिनको निचोड एकैचोटि निकाल्न चाहन्थ्यो। फेरि भरि बोतलहरू मगाइयो, रित्याइयो। कहाँदेखि कहाँ पुगियो, कहाँ पसलनी, कहाँ सोडा पानी बेच्ने ठिटो, कहाँ निस्सार प्रेम, कहाँ सकम्बरी। सबै बिर्सेर म केवल अल्कोहलको प्रतिक्रियामा सास फेरिरहेको थिएँ। बिदा हुने बेलामा वास्तविकताको एक तह पिल्चाउँदै उसले भनिहाल्यो, पर्सि बरीको जन्मदिन, तपाईलाई निम्तो छ। कृपया उपहार जस्तो केही नलिएर आउनुहोला। त्यो बरी थाप्दिन। फेरि मुखमा झटारो हानेर फर्काउन बेर छैन। मलाई साँच्चै मुखमा झटारो आए जस्तो लाग्यो। केही घोप्टेर भने कोसिस गर्छु। कोसिस गर्छु होइन, म तपाईलाई यही आएर लग्छु। उसले भन्यो। ऊ हतारिँदै गइहाल्यो। बसले छोडेको पेसेन्जर जस्तै म जिल्लिएर उभिरहेँ। सम्झेर आएर
त उसले लक्छ कति ढिप्पी गर्न सक्छ शिवराज, तर जाने कसरी? बुढो मानिस ठाटिएर आउँछ भन्ले कि सकम्बरीको मुख न हो, उपहार नबोकी उही पनि उपलक्ष्य परेको दिनमा झ्याउरे भएर जाने पनि कसरी? ठाटिएर त म सधैँ हिँड्छु, यो सकम्बरीलाई थाहै होला। हरे, यो जन्मदिवस पनि मुजुराको भइदिए हुने, केही शानसँग त जान पाइन्थ्यो, तर यहाँ मुजुरा बैठकसम्म पनि देखा पर्दिन। यसो दाउ गरेर भाग्नु पर्ला त्यो दिन, अवश्य भाग्छु, यही निश्चय गरे मैले। कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु, कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु, सुखको साथी दुःखमा पुछिदिने तिमी हुनु, कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु। मान्छेहरू रूपहरू हरि हरि, धेरै धेरै मान्छेहरू रूपहरू हरि हरि, पुछिदिने कोही हुन्न, पुछिदिने कोही हुन्न, आँसु हुन्छ आँखाभरि, आँसु हुन्छ आँखाभरि, एक्लिएर रोए भने बरै भन्ने तिमी हुनु, बेवारिस भई हिँडे भने मेरो भन्ने तिमी हुनु, कथा मेरो जिन्दगीको बुझिदिने तिमी